एन्जिला तुम्बाम्फो थाहा छ? उहाँको घर कहाँ हो? उहाँको घर चाहिँ कहाँ हो? तिनगरे हो। ए नजिकै पर्छ है? नजिकै, हामी वारिपारी। उहाँको त धेरै जीवन कहानी छ अरे, फुटबल खेल्ने एउटा चाहिँ फुटबलर अरे, अहिले त प्रख्यात अरे होइन हो नि? अनि सानैबाट त्यही थियो नि। अहिले फिल्म पनि बनेको छ अरे नि त? फिल्म पनि बनेको छ। पहिला अब तपाईँको एन्जिला अञ्जली भन्ने दुई बहिनी हो होइन? अञ्जली चाहिँ मेरो, उसको कान्छी बहिनी चाहिँ अञ्जली राई चाहिँ मेरो तपाईँको गर्लफ्रेन्ड थियो। अहिले यहाँ संसारमा आएको छ अरुणधारामा। ठिक छ ल। पहिला परिचयदेखि सुरु गरौँ। परिचय पाउँ न। हजुर, मेरो साधन अगाडि श्री साधन सर, सोयाक 6 इनापा 11, साधन एकल 110 AK47। साधन 110 AK47। अनि अहिले के छ? बुवा हुनुहुन्छ नि? बुवा त अब धन्दा मार्दै बित्यो जीवन तपाईँको। बुवासँग भेट भएको छैन? बुवाको अनुहारै देखेको थिइनँ मैले। बाल्यकाल चाहिँ कहाँ बित्यो? बाल्यकाल मेरो दर्शी गाउँ तिनघरेमै, घरान। आमासँगै बित्यो। आमा कहाँ हुनुहुन्छ अहिले? आमा तिनघरै हुनुहुन्छ। तिनघरै हुनुहुन्छ। अनि यो भाइको अब अहिले यसरी हिँड्दै जाँदाखेरि अब जिन्दगी चाहिँ के जस्तो लाग्छ त? अनि जिन्दगी मलाई चाहिँ केही जस्तो लाग्दैन हौ। बगेको पानी जस्तो लाग्छ कि? अनि यति ठुलो चाहिँ एउटा चाहिँ ज्यान छ, यस्तो चाहिँ एउटा बलवान ज्यान छ। यो ज्यान हुँदाखेरि चाहिँ केही त गर्नुपर्ने हो। अनि के छ काम कुरा चाहिँ? अहिले चाहिँ के गरिँदैछ त? केही पैसा कमाउने आम्दानीको स्रोतहरू के छ? अहिले पैसा कमाउने भनेको त्यही हो, यो इस्कुसको मुन्टा, निङ्गुरे, सिमल तरुन, जरा, इस्कुसको जराहरू, डोले खोर्सानीहरू। अब भाइलाई धेरै यहाँबाट उता धेरै अब अझै थुप्रै बाँच्नु छ होइन? मलाई त मरुङ लाग्छ हो। अनि यसरी त चल्दैन होला? चल्दैन होइन, मेरो चलिरहेको छ। अब यसरी एक्लै हिँड्ने ओर्ने होइन, काम नगर्ने होइन, काम नगरी यसरी ठेला उठ्छ तपाईँको यो हातहरू। हेर्नुहोस् त, यो के गर्दा यस्तो ठेला उठ्यो? यो हलो जोत्दाखेरि, बाख्रा चलाउँदाखेरि चोर डाकाहरूको हातमा ठेला उठ्छ। अनि धेरै ठाउँ चाहिँ अब दोकानतिर पस्ने अनि बियरहरू खाइदिने अनि पैसा नहुने, यो समस्या चाहिँ के भएको खास? त्यो चाहिँ देउतै जान्दछ। त्यस्तो आरोपहरू आयो नि त अस्ति? त्यो पर आयो। यो चाहिँ जानी गरेको हो भाइले? जानी गरेको होइन। अनि भरे मान्छेहरूले अब उसले त उसको पनि त त्यसै आउँदैन, फेरिमा आउँदैन। कसले आउँछ भने उसले पनि किनेर लिएको हुन्छ। अनि अब के छ त भावी दिनहरूमा चाहिँ? अब भावी दिनमा अब दुईवटा बुढी बिहे गरे, दुईवटाले छोड्यो। अब ह्याट्री गर्छु भन्ने। ए राम्ररी केटी होइन, नबोल्ने खालको। कस्तो खालको बच्चाहरू भएको गर्नु कि कन्ने गर्ने विचार छ? म नानीको आमै बिहे गर्छु हो। भैँसी किन्दाखेरि सिङ फ्रीमा हुन्छ नि त। राम्रो कुरा आयो त। अब जिन्दगी चलाउनलाई चाहिँ सधैँ घुमेर डुलेर होइन, यसरी त हुँदैन होला। के गर्नु त सर? केही एउटा जिन्दगीलाई एउटा चाहिँ सहजतिर बनाउनु पर्यो। केही चाहिँ अब एउटा कसरी चलाउँछु भन्ने एउटा हुन्छ नि मान्छेको सोच। किनभने भाइलाई पनि हुर्काउनु, राजाको छोरालाई पनि हुर्काउनु त्यति नै समय लाग्छ र एउटा सामान्य मान्छेको छोराछोरीलाई पनि हुर्काउनु त्यस्तै लाग्छ होइन? बराबरै हुर्काउनु त गाह्रो छ। आमालाई कति गाह्रो बोला हुर्काउनु, यत्रो बनाउनु, किन यसरी हिँडेको भन्ने कुरा चाहिँ हामीलाई लागेको छ क्या। जनता जान्न चाहन्छ। ऋषि धमलाले भनेको छ जनता जान्न चाहन्छन्। अब भाइले यसरी अब भनिदिँदा चाहिँ हामीलाई पनि अलिकति खुसी लाग्थ्यो। तर अब भाइको नामहरूबाट आउँदै गर्दा होटलमा चाहिँ अब यसो गर्यो, अब बियर खाएर पैसा दिएन भन्दै यहाँ कम्प्लेनहरू आउँछ।
होइन त्यसको लागि मैले के गर्नु पर्यो तपाईँको? नगरिदिनु पऱ्यो भाइ प्लिज अब यस्तो नगरिदिनु किनभने हामीलाई पनि यहाँ धेरै गाह्रो हुन्छ फल्नाको सालोले यसो गर्यो भन्दा होइन त्यो भएर चाहिँ भाइलाई मैले एउटा आज चाहिँ लिएको छु ल भाइलाई धेरै धेरै धन्यवाद हजुर यति बोलिदिएकोमा सोध्नु खोजिनिन्दा गर्नुभयो होइन ल साह्रै मलाई खुसी लाग्यो तपाईँको होइन मेरो तपाईँ भेनाइ पर्नुहुन्छ हजुर तेजुराई हो अँ म मेरो भेनाइ हो तपाईँ मेरो दिदी जापानको राजनीति यहीँ हुन्छ म तपाईँहरूको आफ्नै पर्छु टाढोको मान्छे होइन म चोर भए पनि डाका भए पनि गुन्डा भए पनि होइन अँ म साधन सुब्बाई हो अँ ल ल धन्यवाद हजुर साधन भाइलाई